हेलो गाइस है हामी चाहिँ खाना खाएर वाकिङ हुँदैछ खोलाको वरिपरि पानीमा टल्केको हेर्नु जस्तो लाइटहरू त्यो दामी पानी पर्ला पर्ला भन्छ तर हावा चल्दैछ सर उडाइहाल्छ पानी हो त्यो दामी भ्यूस ठुलो छ माछा पनि लाइटमा आउँदै छ पुरा सनफ्लावर जस्तै छ यो चाहिँ हो त्यो दामी यो तन्दिए पानी टल्केको होला नि मजाको है मजाको हावा चलेछ हामी यहीँ बसेर चाहिँ चिल्लो भएको छ आकाश पनि हावाले हो अँधेरोमा पनि टल्केको नि त हो हावा मजाको चल्दैछ बच्चाहरू खेल्दैछ राति हुँदा पनि हो खाना खाएर सबैजना हो ग्राउन्डमा गरमले टक्टक टक्टक बसेछ रमाइलो छ हावा चाहिँ मजाले चलेछ है खुल्ला एरिया छ नि त खुल्लामा चाहिँ हावा चाहिँ दामी चलेछ बादल उड्दैछ पानी पर्ला पर्ला हुन्छ तर हावाले उडाइ त हाल्छ यहाँ चाहिँ फुटबल म्याच पनि हुन्छ है गोलकिपर छ यहाँ हो पर पर सबैजना घुम्दैछ कोही खेल्दैछ बच्चाहरू हावा खाँदैछौँ हामी चाहिँ हेलो गाइस वेलकम बैक टू मिजाज ब्लॉग मिजाजीको ब्लग्समा तपाईहरुलाई फेरि पनि स्वागत छ है मिजाजी फेरि पनि हेर्न सक्नुहुन्छ आफ्नो घरमा किचनमा आइसकेछ है मिजाजीले यहाँ पकाउँदैछ के आज चाहिँ चिकन र साग पकाउँदैछ धेरै दिनपछि आफ्नो घरमा है गाइस मिजाजीले आज यहाँ चिकन लिएर पकाउँदैछ है मैले अलरेडी सबै कुरा हालिसकेको छु अब एकछिनमा उतार्नुपर्छ है टमाटर टमाटर हालेपछि र यहाँ चाहिँ हाम्रो साग पकाउँदैछ हो हल्का हाफ बोइल टाइपको क्यो देख्दा पनि खाउँ खाउँ लाग्दो है हरियो चिज चाहिँ साह्रै मनपर्छ म लु हे गाइस अब चाहिँ पाकिसक्यो मेरो चिकन है यसमा अब धनिया हाल्दिउँ है ल अब गाइस खाना पस्किसकेछ अब खानुलाई तयार छ है गाइस ल सुरु भइसकेछ सबैजना यहाँ अब खाना खानुलाई म पनि खानेछु अब
के हो के त भएन